हैन यो गाउँलेहरूले पनि कस्तो दुःख दिन जाने बा अब विकासको काम त बिस्तारै गरिहाल्छु नि म सुन्न मुन्नले दुःख दिए जस्तो दुःख दिन्छन् होइन यो चुनाव बेकारमा जित्ते चाहिँ क्या बरु हारेकै भए राम्रो होइन फेरि को हो यो किन घुरेर हेरेको के पारा हो यो पारा मलाई होइन काजीले गएर सोध्नु काजीले मलाई तपाईँलाई उठाउनु पठाएको मलाई उठाउने रे होइन म गाडी कुरेर बसेको पेसेन्जर देख्यो कि क्या हो त्यतिकै उठाउनु मिल्छ त्यो पनि ओडा अध्यक्ष जस्तो मान्छेलाई उठाउने मिल्छ कि मिल्दैन त्यो काजीलाई गएर सोध्नु ओ काजी सर यो के गरे यो बाटो हिँडिरहेको मान्छेलाई टपक्क टिपेर यहाँ ल्याउने कस्तो खालको दादागिरी हो यो तपाईँको दादागिरी होइन वडाध्यक्ष काम परेकोले स्वागत गरेको स्वागत रे यस्तो तरिकाको नि काहीँ स्वागत हुन्छ यो त सरासर दादागिरी हो वडाध्यक्ष किन दोहोरो बोलिरह पोइन्टमा आऊ न पोइन्टमा बिन्दु क्या बिन्दुबा हेर वडाध्यक्ष यो मेरी छोरीले मलाई धुस्नु दुःख दिइरहेछ यसको लागि तिमीले चिटिक्क परे एउटा केटो खोजिदिनु बिन्दु भने यही हो होइन म कुन एङ्गलबाट लमी देखिन्छ र काजीबा गाउँको विकास गर्ने मान्छेलाई किन तपाईँ घरको तनावतिर धकेल्न खोज्नुहुन्छ अब मैले घरको कुरा सुन्ने कि गाउँको विकास गर्ने ओ वडाध्यक्ष काजीभाइले भनेको खुरुक्क मान्ने कि नमान्ने मान्ने मान्ने यो हात चाहिँ अलिक तल राखौँ त बरु पार्टीको कुरा नमान्दा फरक पर्दैन सुन्न मुन्नको कुरा मानिएन भने त ज्यानै धरापमा पर्छ काजी कोही चाहिँ यहीँ छ देख्यौ कि नै ल वडाध्यक्ष छिटो जाने केटा लिएर आउने काजी साहब कसरी आमा अब केटा मात्र ल्याउने कि केटाको बामा पनि ल्याउने केटा मात्र ल्याउने नि जित्देस 5 वर्ष अर्को पनि फेरि जित्देस जा छिटो होइन फेरि कता जाने कस्तो खालको रे शिव